हेलो एन्ड गुड मर्निङ साथीहरू, के छ सबैजना सन्चै हुनुहुन्छ? म चाहिँ भर्खरै उठेको भुत जस्तो देखाएको छु होइन। यस्तै हो होइन, घरमा कलर लाउँदैछन् होइन, त्यही भएर यत्तिकै गएर सुत्यो। भुत जस्तो देखिरहेको होला सायद, अब त्यही हो। बिहान बिहान भालेको साउन्ड, भाले बासेको, चराहरूको चिरबिर चिरबिर साउन्ड, शान्त वातावरण, फ्रेस हावा, आहा क्या मजा आउने रहेछ। यो चाहिँ केही दिनको लागि मात्र हो। त्यही हो, आज चाहिँ हामी पूजा गर्न जानु लाग्यो। एक भएर चाहिँ बिहान उठेँ म, आज कतै छिटो उठिरहेको छु होइन। निन्द्रा पनि पुरा भएको छैन मेरो। त्यही हो गाइस, आजको भ्लग चाहिँ मन्दिर भ्लग हुन्छ। त्यही यो देखाउँछु आज चाहिँ। सिउ सुन ल, म ब्रस गरेर नुहाएर रेडी हुन्छु अनि त्यसपछि वेट गर्छु ल। नुहाउने भनेको 3 डिग्री सेल्सियस छ कि टेम्परेचर। कसरी नुहाउनु, पानी त छैन सक्नु चाहिँ होइन, पानी त थाहा, तर त्यही पनि यस्तो चिसो हावा चलिरहेको छ भगवान्। के छैन, नुहाउनै पऱ्यो है। त्यही हो गाइस, अब हामी चाहिँ एकछिनमा नुहाएर ढक्क रेडीसेडी भएर मन्दिरको लागि जानेछौँ। बाबा 3 डिग्री सेल्सियससम्म पनि नुहाइयो। काठमाडौँ पनि त्यति नै हुन्थ्यो होइन, तर खास बिहान बिहान नुहाउँथेन नि त। अनि यहाँ चाहिँ नुहाइयो, त्यही तातो पानीले नुहाएको होइन। त्यही हो, सबैजना रेडी हुँदै हुनुहुन्छ। अब हामी एकैछिन पछि चाहिँ भेट्नेछौँ। कपाल काट्नुपर्ने भारी छ, कस्तो जोकर जस्तो देखिरहेछ। त्यही गाइज, एज यु क्यान सी, दिस इज माई प्लेस, दिस इज माई बर्थ प्लेस। मस्त छ यार, तर यस्तो दामी चिसो हावा चलाएको कुरै छोडिदिनु। ओठहरू फुटेर कस्तो भयो, के भन्नु अब। त्यही हो, अब हामी चाहिँ जानु लाग्यो सबैजना फ्यामिली, भाइ भयो अनि बालीलाई लगेर पूजा लाग्यो कि भाले, लोकल भाले, रातो भाले, उसँग त्यही हो। यो त्यही हो, भाइ छ अनि अर्को मेरो भाइ छ, ऊ चाहिँ आन्टीको छोरा। अनि जानु लाग्यो हामी चाहिँ अब एकचोटि माथि गएर भेट्छौँ ल, मन्दिरमा गएर। त्यही हो, हामी चाहिँ मन्दिर पुगिसक्यौँ होइन। मम्मी अनि 2टा भाइहरू अनि बुवा चाहिँ गाडी पार्क गर्दै हुनुहुन्छ। जाम फाइनली मन्दिर पहुँच गए। हेर्न सक्नुहुन्छ मान्छेहरू पनि आएको रहेछन्। अनि मन्दिरको गेट, मेन गेट चाहिँ तल छ, हामी चाहिँ यताबाट आएको नि त, यो रोडबाट आएको। त्यही भएर चाहिँ मेन गेट देखाउन पाएन। त्यही हो, हामी चाहिँ मन्दिरमा पूजा गर्न आइसकेका छौँ। अनि मान्छेहरू खासै धेरै छैनन् होला, अलिअलि होला आज, त्यस्तो स्पेसल डे पनि होइन। अस्ति माघे सङ्क्रान्तिमा आएको, बाप यति धेरै मान्छे पूजा गर्नुभन्दा पनि बढी टिकटक भिडियोहरूको लागि, फोटोहरूको लागि आएको थियो जस्तो लाग्छ है मलाई चाहिँ। माहौल हेर्दा चाहिँ त्यस्तै टाइपको थियो। एन्ड दिस इज द टेम्पल मा, यस्तो बवाल छ होइन, खतरा पावरफुल हो नि यो त। हो, बिहान बिहान मन्दिरमा आउँदा कस्तो पोजिटिभ भाइब्स वाला फिल आउँदैछ कति सधैँ मन्दिर आउँछु भन्ने कि होइन। सकेसम्म मन्दिरहरू जाने, पूजासुजा गर्ने काम चाहिँ गर्नुपर्छ हामीले चाहिँ। हाम्रो यो हुन्छ नि, मतलब इट्स गुड फर अस, धेरै राम्रो हुन्छ। मामपाका सु लगाएर आएको, चप्पल लगाएर कस्तो चिसो भइरहेको भने सक्स त लगाएको कि, तर त्यही पनि होइन। हो, त्यही हो गाइस, हामी चाहिँ फाइनली पुगिसक्यौँ। अब पूजासुजा गरेर
टिका सिका लगाएर फर्किने हो घर। अनि हामी चाहिँ भाले पुज्न आएको थियो नि त, भाले साले पुज्ने अनि घर जाने। बुवाले चाहिँ घन्टी बजाउन स्टार्ट गरिसक्नु पर्छ, हामी पनि बजाऊँ न होइन। कति धेरै घन्टी छ अरे। हाम्रो यो चाहिँ हुन्छ नि भालेहरू बोकाहरू काट्ने ठाउँ हो क्या यो। सो हामीले चाहिँ टिका सिका लगाएर बसेछौँ भाइहरू सबै। मेरो मम्मी के छ मम्मी? मम्मी ए मम्मी यस्तो क्युट क्युट जस्तो क्युट मम्मीको क्युट पुरा त्यही हो रमाइलो भयो। धजा हो अब हामी चाहिँ लगाउनु पर्छ, लगाउने अब यसलाई बाँधे। आजको भ्लग चाहिँ यति नै। अब चाहिँ मन्दिर सन्दिर देखाउनु थियो मलाई चाहिँ दैलेखको। यो चाहिँ वान अफ द मोस्ट पावरफुल हुन्छ नि मोस्ट पावरफुल ऊ हो क्या मन्दिर, भैरव बाबा मन्दिर भन्छ होइन, बेलासपुर मन्दिर। अनि मोस्ट ऊ पनि हो दैलेख बजारकै वान अफ द मोस्ट फेमस, लाइक पशुपति हुन्छ नि काठमाडौँको पशुपति जस्तै यहाँको दैलेख बजारको चाहिँ यो हो बेलासपुर मन्दिर। पूजासुजा गरेर चाहिँ घर रिटर्न हुन लाग्यो। अनि जे होस् खुसी लाग्यो। अब फ्यामिलीसँग खासै भेट पनि हुँदैन हाम्रो, त्यही वर्षमा एक दुईपल्ट हो। अनि यसरी अब मन्दिर आएर पूजा गर्न पाउँदा चाहिँ जे होस् खुसी लाग्यो। यस्तो खालको टाइम चाहिँ फ्यामिलीसँग स्पेन्ड गर्नुपर्छ, लास्ट रमाइलो हुन्छ र ब्लेस्ड। अब भगवान्प्रति अब विश्वास हुनैपर्छ होइन, हुनै नै पर्छ। म चाहिँ गर्छु है। त्यही भएर नि बिहान नुहाएर पूजा गर्न आएको। यदि विश्वास हुन्थेन भने त आउँदैन होला, जसको हुनको लागि आउँथ्यो होला। विश्वास चाहिँ राख्नुपर्छ। त्यही हो सबैजनालाई। अब फ्यामिलीसँग यसरी नै जानुहोस्, पूजासुजा गर्नुहोस्, आउनुहोस्, रमाइलो गर्नुहोस् होइन, टाइम स्पेन्ड गर्नुहोस् भन्न चाहिँ चाहन्छु म यो मेरो भ्लगको थ्रु। त्यही हो अब आजको भ्लग चाहिँ यति नै। अनि मेरो चाहिँ आज नाइट त बनाउन पनि जान्छ, त्योवाला भ्लग पनि हाल्छु म्याम पाका फेरि मैले नेक्स्ट भ्लग 2टा होइन। सो आजको लागि यति नै। सी यू सुन इन नेक्स्ट भ्लग। गुड बाई।